ल हेरौँ काठमाडौँका फुटपाथहरू यसरी नयाँ स्वरूपमा बन्दैछन्। निकै कलात्मक अनि आकर्षक देखिन्छ है। हेरौँ यो ल हेरौँ यो कीर्तिपुरको माइक्रो स्टेसन हो बस पार्क। यहाँबाट चाहिँ माइक्रो लाग्छ पृष्ठभूमिमा देखिएको बजार कीर्तिपुर त्यो ऐतिहासिक कीर्तिपुर बजार हो। त्यो माथिको डाँडो बाघ भैरव हो भने यो तल चाहिँ यो चाहिँ भनेको तपाईँको कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको सँगै जोडिएको यो बाटो हो। यहाँ वाल देख्नुहुन्छ त्यो पर त्रिभुवन विश्वविद्यालय छ हैन। यो त्रिभुवन विश्वविद्यालयको घडी टावर हो भने यो वाल बााउन्ड्री हो सँगै जोडिएको बाटो अहिले नयाँ स्वरूपमा निर्माण भएको छ। एकै आकर्षक देखिन्छ। ल हेर्नुहोस् यता यो बस पार्क माइक्रो स्टेसन हो चट्ट यसलाई तिनकुने भन्छ। निकै आकर्षक तरिकाले बिल्डिङहरू यसरी के अरे यो पार्कको निर्माण भएको छ भने वारिपारि दुवैतर्फ चाहिँ राम्रो फुटपाथ बनाएको छ। मान्छेहरू एकदम बिहान मर्निङ वाक गर्ने हिँड्नेहरूको चाहिँ घुइँचो लाग्छ। यस नयाँ स्वरूपमा बाटोहरू बन्दा पनि हामीलाई धेरै खुसी लाग्छ। त्यसको मतलब हामी विकासको भोको छौँ। धेरै भयो नेपालमा विकास नभएको चरम राजनीति र व्यतिथिहरूले जडा गाडेको छ। हामीलाई साना साना परिवर्तनहरूले पनि एकदम खुसी बनाउँछ। धेरै पछाडि चाहिँ यस्ता पार्कहरू यस्तो सिस्टमको बस पार्कहरू एउटा सिस्टममा चलेको देख्दाखेरि पनि ओहो नेपालमा पनि केही भएछ हुन्छ भन्ने खालको खुसी आउँछ। अब त्यो विकासको युग हुनुपर्छ नेपालमा। अब धेरै राजनीतिक परिवर्तनहरू भए धेरै आन्दोलनहरू भए अब चाहिँ स्थिरता खोजेको छ जनताले। 2/3 सरकार त्यसैका लागि जनताले दिएका छन् अनुमोदन गरेका छन्। अब कुनै पनि इफ बट किन्तु परन्तु नभनिकन सरकारले आफ्नो म्यान्डेटलाई कार्यान्वयन गर्नुपर्छ। त्यही अनुसार सरकार पनि काममा बढी फोकस भएको जस्तो देखिएको छ। राम्रो देखिएको छ हो कीर्तिपुरको पार्क बाटो हिँड्नु लाग्ने रुखहरूले हेर्नु कति मजाले रुखहरू सजाइएको छ। बाटो आकर्षक छ। सँगै त्यहाँ पर कीर्तिपुरको यो चाहिँ तिहार हो। यहाँ धेरै मान्छेहरू पक्कै पनि यहाँ कीर्तिपुर आउने मान्छेहरूलाई यो तिहार थाहा छ। यो पहिला कस्तो थियो ठाउँ सबै थाहा छ मान्छेलाई। यहाँ डम्पिङ साइड थियो सबै बिहारको छेउमा बस्थ्यो। त्यहाँ यहाँको फोहोर त्यहाँ गनाउँछ। अहिले यहाँ बस्ती मजाले विकास भएको छ। यसलाई नै हामीले विकासै मान्नुपर्छ। ल है त यसो हेर्नुहोस् कीर्तिपुर बस्नेहरूलाई कस्तो लाग्यो पुरानो संरचना र यो नयाँ संरचना कमेन्ट गर्नु होला है त। ओके हेभ अ गुड डे।